उहाँले जान्नुहुन्छ र त्यो हाम्रो सोच विचारबाट पनि हामीले उपवास राख्नु पर्यो। अहिले हामी सबैजनाको हातमा डिभाइसहरू छ हैन, फोनहरू छ, हामीले त्योबाट पनि के गर्नु पर्यो, उपवास राख्नु पर्यो। अब कतिपल्ट हामीलाई टेम्प्टेड हुन्छ, किनभने फोन त कहिले पनि पवित्र चिज होइन नि हैन। बाइबल हाम्रो पवित्र चिज हो, पवित्र किताब हो, तर फोन चाहिँ पवित्रमा गनिँदैन। चाहे तपाईँ त्यसमा खाली के भन्छ आत्मिकी एपहरू मात्रै डाउनलोड गर्नु भए तापनि त्यो चाहिँ पवित्र मानिँदैन त्यसलाई। त्यही भएर हामीले आफ्नो प्रार्थनाको उत्तर पाउनको लागि हामीले त्योबाट पनि फास्टिङ लिनु पर्यो। अब कतिवटा कुराहरू जब हामीले जबसम्म फोनमा के भन्छ त्यो नेट छैन, वाइफाई छैन, तबसम्म त अलिकति ठिकै छ फोन। जस्तै वाइफाई नेटहरू डाटा प्याक लागेपछि के हुन्छ फोनमा, तपाईहरुलाई पनि थाहा छैन, अनेक कुराहरू आउँछ जुन कुराहरू अपवित्र। त्योबाट पनि हामीले फास्टिङ बस्नु पर्यो। हामीले के बोल्छौँ त्योबाट पनि हामीले फास्टिङ बस्नु पर्यो। त्यही भएर यो समयमा चाहिँ म यही सोच्छु कि यदि अब हामीले यतिजना हामी बसेनौँ, तर अब यो यस्तो समय आएको छ कि हामी बस्नु पर्ने भनेर चाहिँ हामीभन्दा उच्च पदको मानिसहरूले पनि भनिसकेपछि चाहिँ यो अति नै जटिल कुरा हुन सक्छ। त्यही भएर जब हामी बसेकै छौँ भने हामी चाहिँ के गरौँ त, पूर्ण रूपमा बसौँ। पूर्ण रूपमा हाम्रो आँखाको पनि उपवास होस्, हाम्रो मनको पनि उपवास होस्, हाम्रो दिमागको पनि उपवास होस्। तब मात्रै मलाई लाग्छ कि परमेश्वरले चाहिँ हामीले गरेको अन्तर्विन्तीलाई उहाँले अब्राहमलाई भने चाहिँ उहाँले भन्नुहुन्छ कि तिमीले भनेको कुरालाई चाहिँ म के गर्छु त, स्वीकार गर्छु र तिमीले गरेको प्रार्थनामा म पनि आमिन भन्छु भनेर परमेश्वरले हामीलाई त्यसबाट उत्तर दिनुहुन्छ। नभए चाहिँ हामीले उपवास बस्यौँ, खालि पेटलाई मात्रै अलिकति कष्ट हैन दिउँ भने चाहिँ त्यसबाट पनि केही हाम्रो हुँदैन। साँचो उपवास चाहिँ परमेश्वर हाम्रो हृदयको उपवास चाहनुहुन्छ। कतिपल्ट हामी उपवास बस्छौँ तर मुखले कसैलाई गाली गरिरहेको छ हो, अन्त उपवास बसेर आफूमा सेल्फ कन्ट्रोल छैन भने चाहिँ त्यो फेरि परमेश्वरको दृष्टिमा पनि ग्रहणयोग्य पनि हुँदैन। त्यही भएर चाहिँ आज यो साँझमा है, अति विशेष साँझको सुरु हामीले गरिरहेका छौँ। परमेश्वरका छोराछोरीहरू हामी सबैजनाले याद राखौँ कि यो हाम्रो लागि एकदमै विशेष समय हो। अलिकति एकै मिनट मात्रै एस्तरको समयमा हामीले हेऱ्यौँ भने एस्तरको समयमा जब एस्तर चाहिँ राजाको अगाडि आफ्नो जातिहरूको भिख माग्नुको लागि जानु आँटेको थियो, त्योभन्दा अगाडि कति दिनको फास्टिङ र प्रार्थना गरेको थियो थाहा छ? 3 दिन। 3 दिन अगाडिदेखि चाहिँ ऊ राजाको सामु गएर यहुदी जातिहरूलाई चाहिँ प्रार्थना के भन्छ बचाउको लागि चाहिँ ऊ के गरेको थियो त, तयार भएको थियो। ऊ मात्रै नभएर उसले चाहिँ आफ्नो सारा खानदानलाई नै भनेको थियो, त्यति धेरै तयारी गरेको थियो। र त्यसरी नै हामी पनि एकदम आफ्नो सोचलाई, आफ्नो आँखालाई, आफ्नो मुखलाई र साथै आफ्नो मनलाई चाहिँ हामीले के गरौँ त, पूर्ण रूपमा परमेश्वरमा अर्पित गरेर चाहिँ हामी यो जुन एउटा हामीले विधि राखेको छौँ भोलि बेलुकासम्म त्यसलाई चाहिँ हामी पूर्ण गरौँ, ताकि जसरी अब्राहमले प्रार्थना गरेको थियो त्यही मन लिएर हामी सबैजनाले प्रार्थना गरेर चाहिँ हामी के गरौँ त, यस दिनलाई चाहिँ अथवा यो आउने समयहरूलाई चाहिँ हामीले पूर्ण गर्न सकौँ र त्यसपछि परमेश्वरबाट हामीले धेरै आशिषहरू पाउँछौँ भन्ने म आशा गर्दछु र आशा गर्छु कि तपाईँहरूले केही सिक्नुभयो। सबैजनालाई जय मसीह।